जाँदैछौ? हाम्रो फेरि पेट्रोल बिनाको बाइक छ कि सजिलो छ क्या, जहीँ गयो नि पेट्रोल लाउनुपर्छ भन्ने हुँदैन। हावा चाहिँ मिठो छ। रुममा बस्दा बस्दा टाउकै दुख्नु लाग्यो त हो। सफा छ मौसम आज घुम्नुलाई चाहिँ। 2 जना मात्रै भयो क्या। यहाँ चाहिँ अलिकति धकिल्नु पर्ने हुन्छ साइकल फेरि। पुलमा चढ्दैन, पेट्रोल सकिरहेछ हाम्रो बाइकको, त्यो भएर चढाइदिएको। तिमी त डेन्जर रहेछ त नि यार। यहाँ चाहिँ यसरी हेर्नुपर्ने हुन्छ साइकल। हामी जान सकिन्छ। हल्का ओह्रालो छ होइन, यो ओह्रालोमा त ओर्लेरै जानुपर्ने जस्तो देखेँ हौ मैले त। जति भन्दा छैन त नि होइन। अहिले उकालो आएको पुगेँ हो, अब चाहिँ ओह्रालो झरेको। म जहाँ जहाँ हिँड्छु त्यहाँ चाहिँ हिँड है, हराउँछ है फेरि। हो भने चाहिँ यहाँदेखि हामी चढेर जान सकिन्छ। हामी मलका सेन्टर ठ्याक्कै अगाडि छौँ है। हामी चाहिँ खोलाको किनारै किनार जान्छौँ। साइकल चलाउनलाई चाहिँ यो बाटो एकदम सजिलो छ। उता मेन बाटोमा चाहिँ अब गाडीहरू चले गर्छ, अलिकति डर मर्दो। 1:30 है, 1:30 को घाम चर्कै छ, पनि केही छैन। बिचरा होइन तिमी अलि यता आउँदा कसैलाई मन पर्यो भने चाहिँ मलाई कन्ट्याक्ट गर्नु है, म कन्ट्याक्ट गराइदिन्छु। मान्छे इमान्दार छ, मिलनसार छ है। अब 6-7 वर्ष भइसक्यो हामीसँगै गर्लफ्रेन्ड छैन भन्छ, बिचरा लाग्छ मलाई त।
भयो नि लुकाएको होला पो जस्तो लाग्छ हामीले नसुनाएको होला न भयो नि होइन कि कसो ठिक छ नि गर्मी छैन नि शीतल छ है होइन शीतल मलाई त शीतल लागिरहेको छ पानी किनेर बोकेको भए हुन्थ्यो है मिन आऊ 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 ओहो अहिले त गर्मी भयो यार है हामी चाहिँ घामले गर्मी भएर धेरै नै पोलो घामले कालो भयो त्यो भएर अहिले चाहिँ हामी शीतलमा एकछिन आराम गरिरहेको छौँ अब भने चाहिँ हामी लाग्छौँ हामी चाहिँ खोलाको किनारै किनार छौँ है यो चाहिँ ठ्याक्कै मुलाकाको गुस्याम पछाडि है यहाँ चाहिँ बनिराखेको छ बन्ने कार्य जारी छ गर्मी छ हौ आज धेरै गर्मी छ साथी चाहिँ गर्मी भएकै हो बसे त मरत छ त अनि अहिले चाहिँ हामी ठ्याक्कै स्विच गार्डनको पछाडिपट्टि छौँ मलकातिर सिप कुदिराखेको हुन्छ नि त्यो सिपको पार्किङ चाहिँ यहाँ रहेछ क्या शीतल छ यो रुखमुनि पो शीतल हुँदो रहेछ त त्यो भएर मान्छेहरू यहाँ आएर बस्दो रहेछ त होइन रुमिन मस्तको गर्मी छ नि आज यहाँ चाहिँ ओर्लेर जानुपर्ने हुन्छ त्यसपछि चाहिँ पुग्यो
बाई बाई। त्यसो भने हामी चाहिँ लाग्यौँ। अब भने चाहिँ हामी पुग्यौँ ओसेनतिर। हेलो मेरो फ्रेन्ड, आऊ है। यो चढ्नु मन लागिरहेछ। आएको 3 वर्ष पो चढ्या छैन हौ। एक दिन चढ्नुपर्छ हामी पनि यसरी। हामी पनि सँगसँगै जाउँ न त। हाम्रो पानीमा नकुदे पनि फेरि पेट्रोलले कुदेको जतिकै कुदाइन्छ ल। हिलो, हामी पनि हिलो भन्छौँ नि। आउ न मिन, कहाँ हेरेर गरेको त हामी? त्यसरी बसेर नहेर न। अहिले भने चाहिँ हामी ठ्याक्कै मलकाको ओसेन भन्ने ठाउँमा है, स्विस गार्डन। यो देखिएको स्विस गार्डन हो। पानी चाहिँ सफा गरेर रहेछ है अहिले है। पहिला यस्तो थिएन नि। स्विस गार्डन चाहिँ यही हो। अब भने चाहिँ हामी ठ्याक्कै स्विस गार्डनको ठ्याक्कै फेदीमा पुग्यौँ है। अब हामी त्यही स्विस गार्डनको फेदी हुँदै जान्छौँ। पछाडिपट्टि जान्छौँ, स्विस गार्डनको पछाडिपट्टि। अब यहाँदेखि चाहिँ अप्ठ्यारै छ बाटो। अहिले पनि कुदाइन्छ होला जस्तो चाहिँ लाग्दैछ। होइन चस्माले हो कि बाटो अँध्यारो अँध्यारो देखेँ मैले। स्विस गार्डन यता चाहिँ देखिया थियो नि। अनि देखेको अर्को घर चाहिँ यही हो। गाह्रो छ नि त यहाँ त। उतापट्टिदेखि एउटा साइकल आइदिनु पर्छ। ओहो मस्त हुन्छ। ओसेन आइपुगेको है। हामी चाहिँ बगर आएर
समात एउटाले क्यामेरा समात्नै पर्यो जान्छौँ चिम्मा लगाएको ओसियन है त्यो छ दिउँसोभन्दा नि बेलुका चाहिँ राम्रो हुन्छ यहाँ सबै लाइट फिट गरेको छ बेलुका चाहिँ लाइट सेट बल्छ रमाइलो हुन्छ स्विच गार्डन यही हो यतादेखि आएको यो बगरै पछाडि बगरै बगर अहिले चाहिँ हामी आइपुगिसकेका छौँ पर्छ मलेसियाको अहिले तिमीलाई मैले अघि ग्राफमा जाउँ त भनेको नि होइन तिमी हिँड्नु सक्दैनौ त्यही भएर मैले ग्राफमा जाउँ भनेको होइन त्यति साह्रो बेजेट राष्ट्रिय बेजेट हान्यो यो त यार भाडै नभएर हामी हिँडेको चाहिँ होइन ल मैले सोचेको पनि थिइनँ क्या तिमीले राष्ट्रिय बेजेट हान्छ भनेर यतिको शीतल हुनु भने कस्तो आनन्द हुन्छ क्या हिँड्नलाई पुरा गर्मी भएर यार हामीले चकचक हिँड्नुपर्छ यो के रुख हो मिन यो के हो यो मसिनो भएको पत्ता टिम्बुर होइन अलैँची यस्तो शीतल हुनुपर्छ क्या पिपलको के को बोक्यो यो पिपलको त होइन रहेछ जाउँ के जाउँ हिँड्न न सफा क्या तर गर्मी हेर मौसम त गजबको छ नि आज
जिब्रो निकालिरहने धेरै नबोकाउँ के भरे सराप छ यहाँ कुत्ता भन्ने चाहिँ यही हो चाहिँ हामी आइसकेका छौँ तातो घाम खाने हो फर्किने हो फर्के खाने यस्तो हुन्छ है बजार रिक्सा चढ्ने नचढ्ने हो अबेला हुन्छ है हामी चाहिँ ठ्याक्कै माकुताको मेन बजारमा छौँ अहिले चाहिँ है यहाँ चाहिँ बजार खाने खाइरहेछ घुम्ने हेरिरहेछ हामी चाहिँ कुदै मात्र हो किनभने हामी नेपाली हो नि त माथि जाने हो माथि जाने हो पर्छ अरे पैसा धेरै भयो पर्स किन्ने तिमी पैसा धेरै भयो कहाँ फलाम जोक रमाइलो गरी बसिया छ मान्छेहरू गर्मीले तिम्रो साथी हामीले छाता बिर्सेको कि नबोकेको छाता छैन नि गाइज हामीसँग एउटा छाता पठाइदियो हुन्थ्यो यस्तो राष्ट्रिय मसँग थियो छाता छैन नि गाइज हो त्यहाँ गएर छाता माग्यौँ त्यहाँ घरमा बाटो मेन बजार यही हो नि होइन मलाई त थाहा छैन बिचमा बस्छ छाता दिन्छन् तिमीलाई अहिले भात हानेर तोप हेर्नु जाउँ न ल पहिला ब्रिटिस र मलेसिया लडाइँ पर्दाखेरि पड्काएको तोप अरे क्या आज हामी नि पड्काउने हो अन्त किन चाहिँ सेपे कुद्नु हो यहाँ चाहिँ पहिला तोप पड्काएको ठाउँ अरे क्या मलेसिया र ब्रिटिस पर्दाखेरि बनेको है मोटो मोटो छ हौ तोप चाहिँ यही है मुलाकामा पड्काएको तोप यही हो अरे यही हो त नहुनु यही हो अरे होइन हामीलाई त के थाहा यहाँदेखि चाहिँ कहाँ हानेछ हेर्नु पऱ्यो कि यहाँदेखि चाहिँ कहाँ हानी पठाएछ यहाँदेखि त सिधै त्यो घरको टुप्पीदेखि उता हानी पठाएर रहेछ
जहाज पानी छैन त्यही भएर हिँड्न रोकिरहेको हामी त बाहिर हेर्ने मात्रै हो, भित्र छिर्दैन। पैसा त छ कि तर टाइम छैन हामीसँग भित्र छिर्ने। होइन गाई पैसै छैन हामी गरिब हो। म भन्दा नि अर्को मान्छे देख्छु छिर्ने हो यही चाहिँ अर्को छोरा हो नि अर्को छैन त भुइँको टुवा गर्न त्यो देखाएको चाहिँ अर्को छ कि छैन यही भुइँको टुवा हो क्या त्यो चाहिँ उयसको नाम चाहिँ के हो खासमा यो नेपालको गाडी हो पाङ्ग्रा गाडी टावर पाङ्ग्रा गाडी कि टावर हो पाङ्ग्रा सानो टावर हो पाङ्ग्रा गाडी पाङ्ग्रा गाडी चढ्न हो गाइस पाङ्ग्रा गाडी त गर्मीले झन् गर्मी हुन्छ मान्छे त झन् गोरो देख्छु त यार माता एक बुढा मान्छे तको गर्मी त ओहो यो पनि पहिला युद्धतिरै बनेको चिजहरू होला है उयो यस्तो मजाले हेर न यस्तो मजाले जा सजाएर राखेको छ यार दाताराङ पुग्यौँ दाताराङ यही हो यो ठाउँ चाहिँ सिप त्यो चाहिँ हो यो चाहिँ सिप हो क्या अघिको ढुङ्गा हो क्या यो हो नि त सिप भनेको के को होइन हो अन्त कि आज चाहिँ साह्रै गर्मी क्या पानी खाउँ है त्यहाँदेखि अब महँगो भएर के गर्नु खानु पऱ्यो नि तिर्खा लगाएपछि घाटा नहाल्न हामी जाने उतै त उता मोटरसाइकल कहाँ छ है यतिखेर हरायो भने छैन ल है दाताराङ भनेको यही त रहेछ नि म त होला कस्तो होला भनेर थिएँ खै अघि माथि घुम्दै गरेको यही होइन यसको माथि टुप्पीमा जाने यही हो होइन यहाँ चढौँ भन्दा नि मान्दैनौ तिमी स्विमिङ गरौँ भन्दा नि मान्दैनौ तिमी राष्ट्रिय गयो पाङ्ग्रा यही रहेछ है माथिदेखि देखिने फिलिलिली घुमेर जाने क्या घाम त के हो यस्तो यार खिचौँ न माथि गएको के गर्नु अब गएको हेरी पठाउने त दामै छैन चाहिँ नभन्नु न यार केही मान्छे त बेचेति नै हो क्या सत्य कुरा भन्नु के भयो त के को लाज अब अर्कोचोटिदेखि तिमी मसँग हिँड्दैनौ क्या सत्य कुरा भन्न लाजमा यता कता पाइन्छ क्या राम्रो 7 रुपियाँ कि 5 रुपियाँ पर्छ यस्तो घाममा हिँडायो नि साथीले पानी पनि नखुवाई पानी किन न भन्दा नि
पैसा छैन छैन नि त अनि म जुस खुवाउँछु कि जुस त्यो बिजोग त यस्तो राष्ट्रिय बेजेत त पहिलोचोटि भयो मेरो यार कहीँ जुस खाने भए हुने जुस खाने भयो जुस त तिमीले किनेको भए पो खुवाउँछ कता पाइन्छ के हो अस्ति नै हामीले खाएको अनि दातारङ त हामीले एक फोनको लागि त अनि यही होइन दातारङ हामी चाहिँ अहिले केही छैन घाम छ यस्तो यहाँ छ त चिसो खोइ के हो त यो छिटो गर कि गर्मी भयो यो चाहिँ दातारङ ठ्याक्कै अहिले यो चाहिँ के को डल्लो यो भकुन्डो होला भकुन्डो बिचरा हामी मात्रै नि यसरी हिँड्ने हामी बिचरै भएको हो मामाहरू गए मामाहरू गएर के गर्नु हामीसँग सबै चिज छ ल है साथीहरू हामी चाहिँ दातारङ घुम्दैछौँ यता हो न यता अहिले यहाँ कान्छीहरूले गाली गर्छ क्या कान्छीहरू फोटो खिच्दैछ अहिले गाली गर्छ क्या ओहो हाम्रो प्लेन त यता छुटेको रहेछ नि त भाइ हाम्रो प्लेन हाम्रो ट्रेन अब वर्षास किनौँ अनि लागौँ है हामी चाहिँ दातारङ अरे ट्रेन रहेछ यो चल्ने त होइन होला नि नचल्ने नि हाम्रो प्लेन अब यसैदेखि जाने हो अहिले हिँड्दा हिँड्दै गर्मी भयो अब चाहिँ जुस खानु पऱ्यो भन्ने सल्लाह भएर हामी चाहिँ आइरहेको छौँ जुस खानु पऱ्यो त्यसपछि हामी लाग्छौँ रुमतिर कति अरे हामी भन्यो हुँदैछ भन्दैछ मलाई हतार भइसक्यो क्या छपट्टि यो खान्छौ जुस ल्याइसक्यो त्यो पैसा मैले दिएको यहाँ राख्नु आबु भने चाहिँ जुस ल्याउन जुस खाउँ जुस ल है धन्यवाद है धेरै नै गर्मी छ अब भने चाहिँ हामी जुस खान्छौँ है जुस गर्मी हो हामी चाहिँ अब गर्मी भएर जुसतिर लागेका छौँ खायौँ ल ल आनन्द आयो यार हेलो अब हामी चाहिँ साथी पैसा बढी भएर पर्स किन्ने अरे भनेर हामी चाहिँ भित्र छिर्नु भएको छौँ साथीले पर्स किन्ने अरे मार्केटभित्र छिरेको छ पर्स किनेर रुमतिर फर्किने हो 5 बजे हो कपडा हेर्ने हो म किनिदिन्छु किन्दै हुन्छ साँच्चै हो चढेको छैन लिफ्ट चढेको छैन ल
पर्छ ढ्याप्पो मन पर्नु पऱ्यो नि होइन भाइ ढ्याप्पो मन पऱ्यो बस कहाँ होइन क्या अन्त एउटा झगडा होइन छ क्या अस्ति कहाँ कुन चाहिँ कुना मदर खानु छ बिर्स्यो क्या बजार चाहिँ मुनि रहेछ हामी माथि आएर क्या भन्छ तिमीलाई भन्दा मजाले थाहा छ हौ तिमीलाई भन्दा अरूलाई मजाले थाहा छ होइन हाम्रो ग्रुपको ग्रुपमा हाल्ने केटाहरू गाईहरू के आएको थियो फेरि बोकेर चाहिन्छ बल्ल बल्ल हल्का शीतल भयो यहीँ हेर्ने कि पल्लोमा जाने एउटा पर्स खोज्न आएको आज रात यतै पर्ला जस्तो छ गाह्रो छ जाउँ न छिटो होइन यता हो गाई चाहिँ यता हो